की शंकर भगवान की धेरै फुकेर धेरै बाबु पुर्याउनु भयो दर्पण माता यस्तो भएको छ बाबा माता यशोदाको सन्तान होस् है भन्ने कस्तो सारा जम्मेतिर यता हेर पुर्याउनु लागेको बेला छ नन्द बाबा पनि त्यसै गरी अत्यन्तै आचार्य राखे माता यशोदा त्यही दिन भन्दा भगवान् कोही पनि आएनछन् मातालाई प्रसुति भोगलाई आनन्दसँग बच्चा जन्मिसकेको छ ती मायादेवी जन्मेकी छिन् गए ढोका फुलै छ बत्ती बलि राखेको छ अब गोठालाहरूको के दरबार हुने हो र सानो घर कुटी जानुभयो र गएर थपक्क त्यहाँबाट बोकेर लिएर गएको कृष्णकालालाई राखिदिएर अनि त्यहाँ भएको ती मायादेवीलाई त्यस आउँदाखेरि बाटो फेरि त्यही अवस्था छ यमुना कसरी सर्ने भगवान् यमुनानन्दले बाटो दिएर मायादेवीलाई लिएर आए फर्केर यता बस्दै ढोकाएर तत्त खुल अनि ती जम्मै पाले पगाएर रही जस्तो छन् अगाडि जस्ताको त्यस्तै अनि त्यहाँ मायादेवी पुगिसकेपछि